वेलकम छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। सो आजको भिडियोमा तपाईहरुको लागि मैले बेस्ट टपिक लिएर आएको छु। Why relation is the real currency of business. So तपाई बिजनेस होस् या तपाई रियल लाइफमा होस्, तपाईलाई सम्बन्धको एकदमै खाँचो पर्छ। सो तपाई यो सम्बन्ध बनाउने चीजमा एकदम माहिर हुनुहुन्छ भने तपाईलाई ग्रोथ गर्नको लागि कसैले पनि रोक्न सक्दैन। बिजनेस पैसाले हैन, सम्बन्धले चल्छ। तर यो कुराहरुलाई धेरै जनाले बुझेको हुँदैन र जसले बुझेको छ उसले बिजनेसमा राम्रो ग्रोथ निकालेको छ। आज लाखौं मानिसहरु स्किल सँग दौडिरहेका छन्, तर भेरी फ्यु पीपल अन्डरस्ट्यान्ड स्किल्स भन्दा इम्पोर्टेन्ट छ ह्युमन कनेक्सन। बिजनेसमा तपाईको सबैभन्दा महँगो चीज प्रोडक्ट हुँदैन, महँगो हुन्छ मानिसको भरोसा, जुन हामीले जित्न सक्नुपर्छ। ट्रस्ट, तपाईको बिजनेसमा ट्रस्ट बढ्यो भने बिना कमिसन बिना प्रेसरले तपाईलाई मानिसले सपोर्ट गर्छन्। तर ट्रस्ट टुट्यो भने चाहिँ तपाईसँग लाखौं स्किल्स किन्न होस्, तपाईसँग लट्स अफ स्किल किन्न होस्, तपाईसँग ट्यालेन्टेड, तपाई जतिसुकै ट्यालेन्टेड किन्न होस्, तपाईलाई कसैले पनि रुचाउँदैन। धेरैजना व्यक्तिले सो यो बिजनेसलाई सेल्स सोच्छन्, तर रियालिटी के हो भन्दा सेल्स एउटा रिजल्ट हो र ट्रस्ट एउटा रिजन हो। हामी यस बिजनेसमा पैसा कमाउन आएको हामी सबैलाई थाहा छ र पैसा कमाउनको लागि हामीले एउटा राम्रो टिम सेटअप गर्नुपर्छ र हामी राम्रो टिम सेटअप गर्न जाँदै गर्दा हामी अल्झिन्छौँ, किनकि हामीले टिमको मन जित्न सकेको हुँदैन। सो आजदेखि तपाईले तपाईको टिमको मन जित्न सिक्नु पर्यो। आजदेखि तपाईले तपाईको टिमको भावनालाई बुझ्नु पर्यो, तपाईले तपाईको टिमको सपनालाई बुझ्नु पर्यो अनि टिमको ग्रोथलाई तपाईले पहिलो प्रायोरिटी मान्नु पर्यो। तपाई जुन बिजनेसमा हुनुहुन्छ त्यो बिजनेसमा प्रोडक्ट टिक्छ रिलेसनले, टिम टिक्छ ट्रस्टले र बिजनेस उड्छ तपाईको बिहेभियरले। सत्य कुरा के हो थाहा छ? यहाँ तिम्रो एटिट्युड, भाइब र क्यारेक्टर बेचिन्छ। तिमी तिम्रो प्लानलाई जतिसुकै टाइट किन बनाऊ, जतिसुकै सजिलो किन बनाऊ, मानिसले तिम्रो आँखामा पहिलो कुरा अनेस्टी खोज्छ। जुन तिमीसँग छ या छैन त्यो कुराले धेरै म्याटर गर्छ। डाइरेक्ट सेलिङमा तिम्रो रियल ब्याङ्क ब्यालेन्स त तिमीले मानिसको मनमा कतिको ठाउँ बनाएको छौ त्यही नै हुन्छ। डाइरेक्ट सेलिङमा तिमी स्किल्स त सिक्छौ, स्किल्स सिकेर तिमी सेलर बन्न सकौला, तर तिमीलाई चाहिनुपर्ने अति जरुरी कुरा के छ भन्दा तिमी लिडर बन्नको लागि तिमीले एउटा राम्रो बिहेभियर क्रिएट गर्नु पर्यो। किनभने रियल लाइफमा पनि रिलेसनशिपलाई एकदम मेन्टेन गर्न जरुरी छ। किन भन्दै गर्दा मलाई लाग्छ लभ एउटा भावना मात्रै हैन, एउटा अन्डरस्ट्यान्डिङले टिक्छ। आज मैले मेरो प्रेमिकालाई सबेरै उठ्ने बित्तिकै छ्या तिमी कति नराम्री भनेर भन्यो भने त्यहाँनिर मेरो सम्बन्ध कुन तरिकाले चल्छ। तर मैले त्यहीँनिर उसको मैले तारिफ गर्न सुरु गरेँ भने त्यो सम्बन्ध लामो समयसम्म टिक्छ। यानि कि तपाईले आज एउटा सम्बन्ध टिकाउनको लागि उत्तिकै तारिफ पनि गर्नु पर्यो, उत्तिकै तपाईँ अन्डरस्ट्यान्डिङ पनि हुनु पर्यो। रिलेसन फेक एटेन्सनले टिक्दैन, रिलेसन रियल प्रेजेन्सले टिक्ने गर्छ। तपाईँ कुनै प्रेम सम्बन्धमा हुनुहुन्छ भने कहिले पनि त्यो प्रेम सम्बन्ध तपाईले गर्दै गर्दा मान्छेले तपाईको प्रेम भुल्न सक्छ होला, तर तपाईले दिएको रेस्पेक्ट भुल्न सक्दैन, तपाईले दिएको अन्डरस्ट्यान्डिङ लेभल भुल्न सक्दैन, तपाईको म्याचुरिटी भुल्न सक्दैन। सो आजदेखि तपाई रिलेसन होस् या बिजनेस लाइफ होस्, यो दुवै कुरालाई मेन्टेन गरेर लान तपाई चाहनुहुन्छ भने यो रिलेसनशिप बिल्डिङमा चाहिँ तपाईले एकदमै ध्यान दिनु र यसै गरी आउने भिडियोजहरु तपाईले हेर्दै जानुस्।